गुड मर्निङ। आजको वेदर एकदम ग्लुमी छ। दिनभरि पानी त देखाइरहेको छ, तर आज अस्तिदेखिको पानी पर्दै घाम लाग्दै हुँदैछ। तर हामी सबैजनाले चाहिँ योपालि एउटा एटम गर्न आँटेको, जति नै घाम लाग्यो भने पनि, जति नै पानी पर्यो भने पनि बार्बिक्यू अनि पिकनिक टाइपको सानो गर्ने भनेर दाजुहरूले ट्राई गरिरहेको छ। पानी पर्यो भने पनि एउटा एक्सपिरियन्स गर्नुको लागि कस्तो हुँदो रहेछ पानीमा के बार्बिक्यू भनेर ट्राई गर्दैछ। अहिले हेरौँ कति के हुन्छ। यहाँ पनि छ नि त, यो फेरि यहाँ पनि हाल्छ। हामी यहाँ चुल्हाहरू सेट गर्न आँटेको छ हो। यहाँ चुल्हा चाहिँ आउटडोर क्याम्पिङको लागि रेडी गरेर तपाईँले ढुङ्गाहरू खोजिरहनु भएन। कस्तो छ चुल्हा एकदम राम्रो बनाइदिएको रहेछ है। हाम्रो भाइले, हाम्रो साथीले चुल्हा एकदम राम्रो बनाइदिएको रहेछ। हेरिहाल्नुहोस्, यो एकदमै, यो चाहिँ पछिसम्म काम दिन्छ है। एकपल्टको लागि मात्र होइन, एउटा उयो चाहिँ गर्नु, जतन चाहिँ गर्नु पऱ्यो हामीले। यही हो। यहाँ त तपाईँलाई के भन्नु छ? राम्रो केटाहरू म्यानेजमेन्ट राम्रो गरेको रहेछ यसमा। चुल्हा पनि राम्रो रहेछ, सबै कुरो। यता अमितको हेरिहाल्नुहोस्, उसको टेन्ट डिपार्टमेन्टको हो, तर राम्रो गर्दैछ उसको म्यानेजमेन्ट चाहिँ। केटाहरू बहुत राम्रो गरेको रहेछ। अमिता के कस्तो लागिरहेछ तपाईँलाई? एकदमै आज खुसी लागिरहेछ यहाँ साथीभाइहरूसँग आउनु पाउँदा। र यो सन्डे यसो रेलीमा मनोरञ्जनको लागि आएको। धन्यवाद। मजा लागिरहेको छ भाइसँग। कोही बेला आउँदाखेरि हो, घरिघरि आउनु पाओस्। अब यहाँनिर हाम्रो टेन्ट रेडी हुन आँटेको छ हो। यहाँ चाहिँ तपाईँको टेन्ट चाहिँ आफ्नै घरमै बनाएको फोल्डिङवाला कटन रडले बनाएको। यहाँ छ हाम्रो भाइ रूपेन भाइ। के छ भाइ, कस्तो छ? मजा आउँदैछ आज सन्डे। भन्नु के पकाउने आज? मासु हाम्रो आजको मेनु चाहिँ छ, एउटा त रोस्टेड चिकन हो है, चिकन रोस्टेड छ। अन्त खानामा चाहिँ बटर चिकन बनाउने, त्यसको लागि सबै सामानहरू पनि हामीले ल्याएको छौँ। फ्रेस चिकन है। अन्त बिहानै जिम्लो त काटेर सुरु गर्दैछौँ। अब हुँदा अब हाम्रो अलिक छिटो आउनु पर्थ्यो है, त्यसले गर्दा यस्तै हो। वेदरले अलिक ढिलो लागेर त अलिक ढिलो भयो, र पनि केही छैन। दिन हाम्रै हो रहेछ है। राम्रो बनाएर वर्षभरि दुःख गरिसकेपछि त अब यति एकचोटि त यसो मजा गर्नु, रिफ्रेसमेन्ट त हुन्छ है। त्यही भनेर हामी आएको छौँ। चल्दैछ। अगाडिको उयोहरू पनि तपाईँलाई देखाउनेछौँ हामी जानकारी। माथि चाहिँ हाम्रो टेन्टको लागि अलिकति दोरी सानो भएर फर्स्ट टाइम हो। अब यसै सिक्दै जान्छ हामी होइन, हुँदै जान्छ, गर्नुपर्छ। तर हुन्छ होला जस्तो आज। नमस्ते सबैजनालाई। आज हामी यहाँ दादाहरूसँग चाहिँ खोला आएको छौँ। हामी चाहिँ कस्तो हुन्छ भन्दाखेरि, हामी चाहिँ प्रि प्लान्ड होइन, हामी चाहिँ जहिले पनि भाइ जाने भएर आउने हो कि अचानक। त्यही भएर चाहिँ आज चाहिँ हाम्रो मेन्यूमा बटर चिकन छ सुजन्ताकोबाट हो। कस्तो हुन्छ के हुन्छ हामी चाखेर भन्नुपर्छ बादमा। अहिले फिलहालको लागि चाहिँ तपाईँको म्यारिनेटहरू हुँदैछ। अन्तखेरि म्यारिनेट गरेर अहिले सामानहरू सबै भर्खर आइपुगेको हामी।
खोलामा यो यहाँ आउनु चाहिँ किन चाहिँ राम्रो छ भने चाहिँ हेर्नुहोस् त टाढो टाढोसम्म तपाईँलाई मान्छे देख्दैन पर हेर्नुहोस् मान्छे देख्दैन हो हामी मात्रै र हाम्रो बातहरू मात्रै यहीँ बोल्छ यहीँ सबै सकिन्छ हो ल अहिले बादमा भेटौँ ल यहाँ जो हाम्रो रेलीमा सानो हाम्रो स्टाफको जम्का भेट भनौँ या मनाइँदैछ सबै बसेर रेली यसो हल्का फुल्का चिसो बियर खाइँदैछ अनि यस्तै छ नजारा खाली एक ब्रदरले काम गर्दैन के पोखायो के पोखायो प्रोफाइलमा यो सलाद रेडी हुँदैछ हाम्रो अन्डा ल अन्डाको सलादको चिजहरू के छ मैलाहरू फेल्ने पनि यहाँ राख्नु ल मैला फेल्ने हामीले मैला हाम्रो गर्दैन साथीले एकदम यसलाई मेहनत गरेर यो सबै मैलाहरू यहाँ हाल्नु है हामी चाहिँ मैला गर्दैन हामी त मैला लिएर जान्छ है वापस आफ्नो एकदम लगेर माथि तपाईँले पनि त्यस्तै गर्नुहोस् होला आउनु हुँदाखेरि लगेर माथि तेल हालेर त्यसो त त्यो खै ए हाम्रो राकेश सर अन्त भाइ मजा आएर सबैलाई घुम्नु कस्तो हुँदैछ अलिकति यो पिकनिकको मजाहरू भनिदिनुहोस् मजा आउँदैछ भाइ भर्खर सुरु यस्तो भएको भर्खर सुरु भएको अब स्टार्ट भएको छैन हो स्टार्ट भयो साह्रो मजा आउँछ के गर्ने फोन पुरा तातियो हो मान्छे सँगसँगै फोन पनि तात्यो है मान्छे सँगसँगै फोन पनि तात्यो पैसा हालेर पो हो कि फोनभित्र हो केटाहरूले पानीभित्र हाल भन्दैछ फोन जिम्मा कसले लिने हो जिम्मा कसले लिने पानीभित्र हाल्यो म त दुई गिलास खायो पानीभित्र हालिदियो नि फोन आजको चाहिँ रेड खेला चाहिँ यहीसँग हो ल फिलहाल अहिले राखौँ ल एकछिनमा फेरि सेटर नुन हाल्छ कि तर त्यो चाहिँ उयो हुन्छ कि सक्यो छैन लाइट बटर चिकनको रेडी हुँदैछ यहाँ सेफ सुजन यो चुला यो बार्बिक्यू स्ट्यान्ड चाहिँ हाम्रो सुरेन दालाई धन्यवाद तर दादा चाहिँ अमित हो नि सुरेन छैन नि सुरेन दालाई धन्यवाद यो स्ट्यान्ड बनाइदिनु भएकोमा धेरै धेरै धन्यवाद यसपालि हिउँदो महिनामा बिहेन गरी भएको छैन कन्याको ठहर ठेगाना केही पनि टुङ्गो ला छैन यसपालि हिउँदो महिनामा बिहेन गरी भएको छैन कन्याको ठहर ठेगाना केही पनि टुङ्गो ला छैन लाली उठैमा हजुर लाली उठैमा झ्याप्पै कदम रोकियो फुलको बोटैमा झ्याप्पै कदम रोकियो फुलको बोटैमा कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु 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 कुटुमा कुटु सुपारी दाना
राजाको हात्ती मैसित सोधेर सुन्छ पढाइ लेखाइमा अब्बल छु वैज्ञानिक बन्छु नासाको राजाको हात्ती मैसित सोधेर सुन्छ नासाको पढाइ लेखाइमा अब्बल छु वैज्ञानिक बन्छु नासाको कोरी बाटी चट्ट कपाल लाली ओठैमा हजुर लाली ओठैमा झप्पै कदम रोकियो फुलको बोटैमा झप्पै कदम रोकियो कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु सुपारी दाना सुपारी दाना कुटुमा कुटु यो चिकन भर्खर पाक्दैछ है अहिले मोटामोटी यहाँ हाम्रो राकेश सर इन्जोयमेन्ट होला हाइड्रो भयो जस्तो लाग्यो रापै भेटेन हौ रापै भेटेन हौ यहाँ हाम्रो आजको कुक साप पर्यो ह्याप्पी बनाइदिनुहोस् है दाउरा कटाइ यस्तो छ यस्तो छ। खोलामा एकदमै दामी चटकी चट अन्त यो हाम्रो सानो किचन भयो अर्को यहाँ के भन्नु यसलाई बार्बिक्यू यो खालको छ यहाँ चाहिँ फेरि चुला चाहिँ उहाँको जिम्मा छ यसको चाहिँ उहाँको जिम्मा पर्यो पियुष भाइको अन्त यो चाहिँ हामीले खास बनाएर ल्याएको थियौँ तर अलिकति के मिलेन र काम भएन यहाँ चाहिँ हामीले सानो यसो तिर्पल लगाएर यसरी भित्र पानी पर्छ होला भनेर चाहिँ खास गरी गरेको थियौँ तर परेन यादवजी हुनुहुन्छ अन्त मेटजी रुपेन भाइ यसरी हल्का सिमो रेड सिमो चल्दैछ र यस्तै चाहिँ होइन हुन्छ अन्त यो चाहिँ हाम्रो रेली टाइटानिक भनिन्छ तर हामी मात्रै छौँ टाइटानिकमा एकदमै खुल्ला मजा आउँदछ एकदमै अनि यहाँ माथि देख्नु भएको त्यहाँनिर चाहिँ स्विमिङ पुल पनि छ कोही पनि आउनुभयो भने जाँदा हुन्छ स्विमिङ खेल्नु तर हामी चाहिँ नखेल्ने पऱ्यौँ पानी भने डर लाग्छ र यसरी बसेर यसरी खेल्दै बस्नु मात्रै खालि यस्तै चाहिँ हुन्छ एकछिन बाद फेरि भेटौँ होला
के दिलहरी आप सालैमा आजैमा भेट होला कि ठट्टा गर्दै जिस्किने कुराकानी मन पर्यो ठट्टा गर्दै जिस्किने कुराकानी मन पर्यो ससुराली टेकेपछि साली मन पर्यो ससुरा मलाई साली मन पर्यो ससुरा मलाई साली मन पर्यो दुश्मन हेरेको हेराइ ल्याइदिउँ ओ यता घुमाइदिउँ क्यामेरा पैसा उडाउँदै गाडी उडाउँदै ठुलो उडाउँदै मेरो यस्तै छ मेरो दुश्मन छ धेरै दुश्मन हेरेको हेरै मेरो दुश्मन छ धेरै दुश्मन हेरेको हेरै मेरो दुश्मन छ धेरै दुश्मन हेरेको हेरै दुश्मन हेरेको अर्को कुन चाहिँ भुलिहाल्दो रहेछ नि यतिकै धुलो फ्याँक्नु पऱ्यो नि त अन्त भोलिदेखि बिहान 1 घन्टा गरिदियोस् है धुवा चाहिँ अलिकति हाम्रो चुलाको हो सिक्रेटको छ होइन यस्तो चाहिँ हाम्रो इन्जेहरू कोही बेला कोही बेला महिनामा 1 खेप 2 खेपमा 1 खेप आइन्छ होला थकान महिनाभरिको थकान मेटिन्छ त्यही भनेर हामी आउँछौँ इन्जोयमेन्ट हजुर यतै छु दाजु कहाँ हो डिटेल यतिको चाहिँ छ है कोही मान्छे पनि डान्स माथि माथि गर्ने ढुङ्गामाथि चढेर बत्ती गयो चलाउने तिमी छँदैछौ है यस्तै चाहिँ कुक्साको डान्स कुक्साप चाहिँ साह्रै रमाइलो हुनुहुन्छ डान्स पनि गर्नुहुन्छ यसरी काम गर्दै डान्स
यसरी सँगै हामी साथीभाइहरू यसरी 4-5 जना भेट हुन्छौँ। यसरी मजा गऱ्यो। महिनाभरिको थकान यहाँ आएर मेटसँगै हामी एकदमै मजामा आउँछ। खुल्ला छ जग्गा, कोही हुँदैन पनि। यस्तै हामी रुचाउँछौँ सबैजना साथीभाइहरू। यस्तै छ है। यो हाम्रो सानो टेन्ट भनौँ या के भनौँ, पानी पर्छ होला भनेर लिएर आएको थियौँ तर परेन। घाम चाहिँ यस्तो छ, हल्का लागिरहेछ, त्यस्तो बेसी होइन। यो छ है। तरकारी जागिर खाको सरकारी छुँदा तिमीलाई मनै भरेर